साथीहरू आज मैले भन्न गइरहेको भनेको हाम्रो यो माइबलिङ हाइड्रो पावरको बारेमा भन्न गइरहेको छु मैले होइन। माइबलिङ हाइड्रो पावरलाई म के भन्न चाहनुहुन्छ भने आज जुन प्रकारको यो कहिले यो हामीले मुख्य हेर्ने भनेको प्रत्येक दिनको कारोबार के कस्तो छ भन्ने कुरा हो। यो हाम्रो चाहिँ अब कस्तो आजको कारोबार कस्तो छ भन्नुहुन्छ भने आज हाम्रो चाहिँ 22 तारिकको कारोबार हेर्नुहुन्छ भने यो 10 मिनटको मैले भन्दा पनि 1 आवरको हेर्दाखेरि कस्तो टाइपको छ भन्नुहुन्छ भने जुन बेला 1 आवरको जम्मी हाम्रो चाहिँ कारोबार भएको बेलामा चाहिँ जुन बेला डाउन भएको छ डाउनफल छ त्यो बेला चाहिँ किता एकदम थोर किता कारोबार भएको छ भने हाम्रो चाहिँ जुन बेला धेरै कारोबार भएको बेलामा चाहिँ अफ भएको छ होइन। यसको मतलब यसले के बुझिन्छ भने मान्छेलाई बेच्न त्यस्तो साह्रो चासो छैन, किन्न चाहिँ मान्छेहरू धेरै लागिरहेका छन्, धेरैको चासो चाहिँ यसमा चाहिँ किन्नको लागि चाहिँ धेरैको चासो छ भन्ने कुरा बुझिन्छ भने अर्को मैले चाहिँ यो 1 आवरली यसो हेर्दाखेरि चाहिँ वेब अनुसार हेर्दाखेरि चाहिँ यस्तो टाइपको वेब बनेको जस्तो पहिलाको जुन यहाँ बढी खेलेको थियो त्यही एरियालाई चाहिँ सपोर्ट बनाएर डब्लु प्याटर्न हुँदै एन भएर माथि जाने जस्तो देखिरहेको मैले देखेर यस्तो टाइपको हेर्दाखेरि चाहिँ आयो। यहाँ ए बनाए एकरी 1 2 3 4 5 बनायो अनि त्यसपछि बनाउने टाइपको पनि देखिन्छ अनि डब्लु प्याटर्न टाइपको बनाएर चाहिँ अफ जाने टाइपको पनि देखेको छ होइन। तर यो चाहिँ अफ चाहिँ हाउ टु अफ चाहिँ कसरी जान्छ भन्नुहुन्छ भने लास्टमा चाहिँ त्यो जुन लास्ट आवरको जुन कारोबार थियो त्यो कारोबार चाहिँ एकदमै पोजिटिभली देखिएको छ एउटा कुरा होइन। अर्को भनेको मैले भन्न खोजेको चाहिँ यो हाम्रो आज 22 तारिकको त्यो हाम्रो जो कारोबारको हेर्दाखेरि चाहिँ यो हाम्रो चाहिँ टक्कै एमएसिडी हेर्नुहुन्छ भने ठ्याक्कै क्रस गरेर एमएसिडी ठ्याक्कै क्रस गरेको देखिन्छ होइन। यहाँनिर हेर्न सक्नुहुन्छ एमएसिडी ठ्याक्कै क्रस गरेको अनि त्यसपछि चाहिँ हाम्रो अफको लागि चाहिँ ग्रिन क्यान्डलको स्टार्टिङ पोइन्ट भएको 1 आवरली यिनीहरूमा यो के अरे नयाँ एउटा चाहिँ नयाँ आइपिओ अथवा चाहिँ नयाँ कम्पनीमा चाहिँ डेलीको कारोबारबाट अलिकति त्यो एनालाइसिस गर्न अलिक गाह्रो हुन्छ, त्यो भएर मैले चाहिँ आवरलीको रूपमा हेरेको छु। अनि अर्को भनेको हाम्रो चाहिँ यो आरएसआई हेर्नुहुन्छ भने आरएसआई पनि हाम्रो ठ्याक्क पारेर -1 भएर चाहिँ जुन आरएसआईमा अलिक बढी अस्ति दिन बढी खेलेको थियो त्यहीँबाट चाहिँ सट्टै सुइँ अप जाने टाइपको जस्तो देखेको छ होइन। अर्को भनेको मैले यो इचिमबाट हेर्नुहुन्छ भने नि यो लोवर ब्यान्डले चाहिँ इचिम क्लाउडबाट हेर्दा पनि लोवर ब्यान्डले चाहिँ ठ्याक्क पारेर सपोर्ट बनाएको छ कि लोवर ब्यान्डलाई सपोर्ट बनाएर उठेको छ होइन। र प्रत्येकचोटि तपाईँले हेर्नुहुन्छ भने लोवर ब्यान्डमा एकदमै यस्तो पावरफुल ब्यान्ड हो लोवर ब्यान्ड होइन, जुन चाहिँ जे पनि पारिदिन सक्छ स्टकलाई होइन। यस्तै टाइपको एउटा लोवर ब्यान्डबाट चाहिँ टक्क सपोर्ट बनाएर गएको छ भने एमएफए हेर्नुहुन्छ भने ठ्याक्क पारेर त्रिपल ट्रायङ्गुलर सेपमा बनाएको छ कि यहाँबाट सुइँ गयो यहाँ ठोकिएछ फेरि डाउन आयो फेरि यहाँ ठोकेछ फेरि डाउन आयो फेरि यहाँ ठोकेछ फेरि डाउन हुँदै अब चाहिँ यो डाउनफल सकेको जस्तो भइरहेछ नि त होइन। यहाँनिर हेर्नुहुन्छ भने डाउनफल सकेको जस्तो भइरहेछ, यहाँबाट चाहिँ यसरी जाँदैन भन्नेमा चाहिँ हामीले चाहिँ दुई मत नगरे पनि हुन्छ एउटा कुरा। अर्को मैले यसमा हाम्रो यसमा के हुन्छ भने चाहिँ हाम्रो त्यो इएमए लाउन सकिन्छ होइन। इएमए चाहिँ 9 लाउन सकिन्छ तर इएमएले चाहिँ खासै त्यो धेरै उ चाहिँ देखाउँदैन होइन। इएमए 9ले चाहिँ जहाँनिर अफरमा आज जहाँनिर क्लोजिङ भयो त्यहाँनिर चाहिँ इएमए 9 आएर टक्क बसिरहेको छ होइन। अर्को भनेको यो एमएबिएललाई चाहिँ हाम्रो मलाई एउटा त्यो लागेको के अरे खतरा लागेको भनेको चाहिँ हाम्रो यो ब्रोकर नम्बर 41ले चाहिँ आज मात्रै 12,378 किता किनेको छ। त्यो पनि यसो हामीले 14:59 यस्तो टाइममा चाहिँ यत्रो किताहरू सुइँ उठाएको छ होइन। यसमा चाहिँ हामीले बुझ्नुपर्ने कुरा भनेको एक सर्टमा कति उठाएको छ भन्ने हो होइन। अब हाम्रो हेर्न सक्नुहुन्छ यहाँ होइन कुन चाहिँ कति उठाएको छ भन्दाखेरि यो 41ले हेर्न सक्नुहुन्छ होइन 6,700 एक सर्टमा 1,400 यसरी एक सर्टमा चाहिँ यत्रो किता उठाइरहेको छ भने चाहिँ एउटा हाम्रो यो अर्को हाम्रो यो 88 पनि लागि परिरहेछ 3 बज्ने 2:59 3 बजे 1000 किता 300 400 किता यो
कम कारोबार जम्मा 32,000 कारोबार हुँदाखेरि चाहिँ हाम्रो 12,000 कारोबार चाहिँ एउटै यो हाम्रो 41 ब्रोकर एउटा 41ले मात्रै चाहिँ तपाईँको हाम्रो यत्रो 12,378 किता उठाएको छ होइन। अर्को जो होल्डिङमा हेर्नुहुन्छ भने पनि यसकै होल्डिङ छ कि होल्डिङ पनि तपाईँको 41कै एकदम राम्रो छ। अनि त्यसपछि बाइङ पनि यही 41कै एकदमै एग्रेसिभ बाइङ छ होइन। एग्रेसिभ फेरि यस्तो छ यहाँनिर एग्रेसिभ कस्तो छ भने चाहिँ अहिले चाहिँ बजार एकदमै डाउनफल छ होइन। बजार डाउनफल छ, त्यही पनि यो हाम्रो ट्रान्जेक्सन यसो हेर्दाखेरि चाहिँ सबभन्दा धेरै होल्डिङ पनि यसैले गरिरहेछ। अर्को भनेको चाहिँ हाम्रो बाइङ पनि यो हाम्रो 41कै बाइङ छ, 41कै होल्डिङ छ होइन। अर्को भनेको यसको आवरली क्यान्डल मैले भनिहालेँ यस्तो टाइपको छ। यहाँनिर अस्ति यहाँनिर सुरुमा खेल्यो मजाले, अनि अफ भयो, अफ भइसकेपछि फेरि डाउन हुँदै फेरि अफ हुने क्यान्डल देखाइरहेछ। मैले यो एउटा कुरा तपाईँलाई यो चाहिँ किन मैले किन्नलाई तपाईँलाई भन्छु भनेपछि अर्को हाम्रो यहाँनिर के छ भन्नुहुन्छ भने हाम्रो यो ठ्याक्कै यस्तै टाइपको होइन, यस्तै टाइपको यो जुन हामीले यो जुन हेऱ्यौँ नि हामीले यो म्याब्लुङ हाइड्रो पावर जस्तो टाइपको छ होइन। त्यस्तै टाइपमा चाहिँ हाम्रो यो एउटा तपाईँहरूले हेर्नुभएको थियो होला होइन, हिम स्टार भनेर। यो हाम्रो हिम स्टारको ठ्याक्कै त्यो यिनीहरूमा फाइनेन्सियल त्यस्तोहरू खासै त्यो भ्यालु राख्दैन कि। अहिले हाम्रो चाहिँ अब नयाँ हाइड्रो हो होइन, त्यो भएर यसले चाहिँ खासै त्यो राख्दैन। अर्को भनेको चाहिँ यो हिम स्टारको कुरा के छ भन्नुहुन्छ भने हिम स्टारको कुरा के छ भन्नुहुन्छ भने ठ्याक्कै यस्तै टाइपको छ कि जुन यसरी खेल्यो होइन। यसरी 2-4 दिन यहाँनिर मजाले खेल्यो, यहाँनिर पनि यो हिम स्टार पनि मजाले खेल्यो। यो हिम स्टारको किता दुइटैको उस्तै बराबर छ बजारमा होइन। यो मलाई शङ्का लागेको भनेको यसरी अलिअलि खेले जस्तो भएको छ होइन। अलिअलि यसो डाउन भयो, यहाँनिर आयो यसो डाउन भयो, त्यसपछि जुन एग्रेसिभ बाइङ पछि यो एकैचोटि 1000मा थियो भने चाहिँ 1096 1100 चान्सुन पुगेर अहिले फल डाउन सुरु भएको छ होइन। यस्तै यसको 1100 नगए पनि अहिले त हाम्रो त यो 800 देखि 1000 को त यो 800 देखि 1000 को त यसको त यो डाइरेक्टली बन्ने नै देखिरहेछ नि होइन। अब मानौँ अलिकति सानो यहाँनिर भयो, सानो यति भएको थियो होइन, यतिले गर्दा यहाँ पुर्यायो, अलि ठुलोले गर्दा अलि माथि पुर्याएको थियो होइन। अब यति आयो भने यति आइसकेपछि त अब कम्ती यति त जानु पऱ्यो नि त होइन, यति त जानु परिहाल्यो। त्यो यसो हेर्दाखेरि चाहिँ यो चाहिँ यस्तो प्याटर्न बन्ने हो कि यो पहिलोदेखि यो सुरुदेखि यसो हेर्दाखेरि आइपिओ आउने बित्तिकैदेखि अलिकति एकुमुलेसन भयो, अनि त्यसपछि ग्रो एकदम बढ्यो, अनि अलिकति एकुमुलेसन भयो, एकदम अलिकति अलिक बढेकै हो। त्यसपछि अहिले एकुमुलेसन भएको छ होइन। यो एकुमुलेसन भइसकेपछि अबको टार्गेट भनेको अलिक बढी नै हुन्छ कि, किनभनेपछि हाम्रो त्यही अनुसार मान्छेले चाहिँ त्यो ब्रोकरहरूले चाहिँ यसरी राखिरहेको छन् भने एकुमुलेसन पनि त्यही अनुसार हुन्छ। त्यही भएर त्यो मेन कुरा भनेको तपाईँले यो मैले किन्नुहोस् र बेच्नुहोस् भन्दा पनि है, यो अब किन्नुहोस् र बेच्नुहोस् भन्दा पनि यो मैले चाहिँ कम्पेयर गरेर तपाईँहरूलाई चाहिँ यो कस्तो छ, कस्तो टाइपको कम्पनी के हुँदैछ भनेर यसो तपाईँलाई सुनाइदिएको मात्रै हो मैले। किन्ने र बेच्ने चाहिँ आफैले एकचोटि सर हेरेर चाहिँ तपाईँहरूले डिसिजन लिनुहोला।